फेरि यो वाचन गर्दिनँ भने जान्नुपर्छ सुन्नै पर्छ भनेपछि नहेरी आउँदैन फेरि भलै होस् यो भ्रम सही यही भ्रम सुनिरहँ जस्तो भावनाको एउटा दुनियाँमा अर्को भावना बुनिरहँ जस्तो भलै होस् यो भ्रम सही यही भ्रम सुनिरहँ जस्तो भावनाको एउटा दुनियाँमा अर्को भावना बुनिरहँ जस्तो यस्तो लाग्यो कथा तिमी मिठो कविता पनि तिमी यहाँ सबैजनाको सुनिराख्दाखेरि यस्तो लाग्यो कथा तिमी मिठो कविता पनि तिमी तिम्रै आँखा पढिरहँ मात्र तिमीलाई सुनिरहँ जस्तो नहेरिकन बोल्न नआउने यो साह्रै समस्या मेरो मिठो सुनिन्छ कोइलीको भाका वैराग बोके तापनि पूर्ण छन् कयौँ मन अपूर्णता र अभाव बोके तापनि मिठो सुनिन्छ कोइलीको भाका वैराग बोके तापनि पूर्ण छन् कयौँ मन अपूर्णता र अभाव बोके तापनि दृष्टि दोष होला कसैको भ्रम होला कसैको बुझाइमा दृष्टि दोष होला कसैको भ्रम होला कसैको बुझाइमा तर शालीन र शोभायमान छ चाँदनी दाग बोके तापनि एउटा आफैले सम्झेर चाहिँ बोल्ने कोसिस गर्छु है त हजुर अर्कै म अर्को सुनाउँछु सर्वे सर्वा तिमी पुरुष तिम्रै आवाज सुनिनुपर्छ मुठीमै होस् नारी दास्ताको साङ्लो भुनिनुपर्छ सर्वे सर्वा तिमी पुरुष तिम्रै आवाज सुनिनुपर्छ मुठीमै होस् नारी दास्ताको साङ्लो भुनिनुपर्छ तिम्रै इसाराको कठपुतली कठैमा हस कुमारी तिम्रै इसाराको कठपुतली कठैमा हस कुमारी पुरुषका दम्भिए पैतालाले मेरो मुख थुनिनुपर्छ मैले अस्ति मात्रै लेखेको एउटा त्यही मर्ला आस जब भरोसाको लट्ठी ढालेर आउला होस् गर त्यही मर्ला आस जब भरोसाको लट्ठी ढालेर आउला होस् गर नसुनेर पुकारका गुहार आँखा र कान टालेर आउला होस् गर नसुनेर पुकार र गुहार आँखा र कान टालेर आउला होस् गर आज जुन छोराको लागि दर्जन छोरी तुहाउँदैछौ नि आमा तिमी आज जुन छोराको लागि दर्जन छोरी तुहाउँदैछौ नि तिमी आमा भोलि त्यही छोराले वृद्धाश्रममा फालेर आउला होस् धन्यवाद